भनेर त्यो सजेसन चाहिँ दिन चाहन्छु। किनभने मम्मी बाबा भइन्जेल हो कि रमाइलो गराइदिने, ठाउँहरू देखाइदिने मम्मी बाबा भइन्जेल हो, नभएपछि कति रिग्रेट हुन्छ होला भन त। अहिले टाइम दुईवटा बाटो छ होइन आउँदै जाँदाखेरि। अनि पहिला चाहिँ सिक्लेस पहिला चाहिँ सिक्लेस माथिबाट पनि जान मिल्थ्यो, अहिले चाहिँ तलबाट मात्र जान मिल्छ। किनभने माथिबाट चाहिँ तानतिङ भन्ने गाउँ जान्छ, त्यो पनि गुरुङ गाउँ नै हो है। धेरै जस्तो यतातिर माथि सबै गुरुङ बस्तीहरू नै छ। अब हाम्रो रुकुमतिर धेरै जस्तो मगर बस्तीहरू छ भने जस्तै यताको गाउँहरू चाहिँ पुरै गुरुङ गाउँहरू छ कि। मैले चाहिँ मेनली स्पेसली यङ्स्टरहरूलाई है, यङ्स्टर पनि ठुल्ठुलो दिदी दाजुभाइ दिदीबहिनीहरूलाई पनि मैले चाहिँ यो कुराहरू किन भनिरहेको छु, जति बेला पनि मम्मीहरूसँग जाऊ घुम भनेर किन भन्छु भन्दाखेरि चाहिँ म पनि टिनेजर हुँदाखेरि एउटा 16-17 वर्षको एउटा जसको नि फेज हुन्छ नि त। त्यति बेला यङ्स्टरहरू एकदम रिसाउँछ आमा बाउसँग, धेरै जस्तो एक्लै बस्न खोज्छ, त्यस्तो फेज सबैको हुन्छ क्या। अहिले पनि तपाईँको छोरी कसैको हुनसक्छ त्यस्तो होइन, रिसाउने के भन्यो भने पनि सम्झाउँदा पनि रिसाउने त्यस्तो हुन्छ क्या। सबैको फेज हुन्छ, त्यो सबैको छोरीको फेज हुन्छ।